यदि तपाई कन्टेन्ट क्रिएटर हो, राम्रो कन्टेन्ट बनाएर एभ्रीडे फेसबुकमा रिल पोस्ट गर्नुहुन्छ बट सोचे जस्तो भ्युज रिच आउँदैन भने समस्या कन्टेन्टको मात्रै नभएर सही टाइमिङमा तपाईको भिडियो पब्लिश नहुनु पनि हो। ठूला क्रिएटरहरुको पोस्ट सधैं एउटै टाइमिङमा पब्लिश हुन्छ बिकज तिनीहरूले फेसबुकमा भएको शेड्युल पोस्ट फिचरको भरपुर प्रयोग गर्छन्। फर एक्जाम्पल तपाईले बेलुकी पोस्ट गर्नका लागि दिउँसै भिडियो तयार गर्नुभयो देन पोस्ट गर्न बिर्सिनुभयो, फुर्सद भएन या 2-4 दिन कहीं कतै जानुभयो, टाइम म्यानेजमेन्ट मिलेन, व्हाटएभर। आउनुस् तपाईले पनि पोस्ट गर्न चाहेको भिडियोलाई टाइमिङ र डेट मिलाएर हप्तौं महिनौसम्मको शेड्युल सेटिङ गरेर सिम्पल मेथडबाट तपाईको पोस्ट एक्ज्याक्टली टाइमिङमा आफै पब्लिश हुने तरिका सिकौं है त। भिडियो सुरु गर्न अघि फलो गरिदिनु होला। एट फर्स्ट फेसबुक ओपन गरी यहाँनिर माथि रहेको प्लस आइकनमा टच गरेर रिल्स अप्सनलाई सिलेक्ट गर्नु होला। देन आफ्नो मोबाइल ग्यालरीबाट पोस्ट गर्न चाहेको भिडियो सिलेक्ट गरी यहाँबाट अडियो, म्युजिक, टेक्स्ट इफेक्ट राखेर नेक्स्ट गरिदिनु होला। अनि टाइटल, डिस्क्रिप्सन एन्ड ह्याशट्याग फिल गरेर यहाँनिर शेड्युलिङ अप्सनमा टच गर्नुभयो भने यसरी दुईटा अप्सन शो हुन्छ, पोस्ट नाउ एन्ड शेड्युल फर लेटर। देन शेड्युल फर लेटरलाई सिलेक्ट गरेर अगाडि बढ्नुभयो भने यसरी डेट शो हुन्छ। 2026 सन्डे 11 जनवरी भनेको छ आजको डेट हो। अब यहाँबाट चाहिँ डेट सिलेक्ट गर्नुपर्ने हुन्छ। यसरी 12, 13, 14 अर्थात भोलि पर्सि वा 1 विक 2 विक पछिको टाइमिङ मिलाएर भिडियो पब्लिश डेट सिलेक्ट गर्नु होला। मैले चाहिँ यो भिडियोलाई आजै पब्लिश गर्ने भएको भएर 11 जनवरीलाई नै सिलेक्ट गरे। देन ओकेमा टच गरिदिनु होला। त्यसपछि यहाँबाट चाहिँ टाइम सेट गर्नुपर्ने हुन्छ। यो भिडियो बनाइरहँदा एक्ज्याक्ट टाइम 4:35 PM भएको छ भने अब मैले यो रिललाई 2 आवर पछि आई मिन बेलुकी 6:30 PM को टाइमिङमा शेड्युल पोस्ट गर्ने विचार गरेको छु। यहाँनिर शो भइरहेको वाच आइकनमा दुईटा लेयर छ। बाहिरी लेयरमा 1 देखि 12 सम्म यानी कि बिहान 1 बजेदेखि दिउँसो 12 बजेसम्मको टाइम हो भने भित्री लेयर 13 देखि 00 भनेको दिउँसो 1 बजेदेखि राति 12 बजेसम्मको टाइम हो। मैले चाहिँ यहाँनिर भित्री लेयर 18 सेलेक्ट गरे यानी कि बेलुकी 6 बजे। देन अब यहाँनिर मिनेट सेलेक्ट गर्नुपर्ने हुन्छ। मैले 30 मिनेट सेलेक्ट गरे। त्यसपछि ओकेमा टच गर्नुभयो भने यहाँनिर शेड्युल फर लेटरको मुनि डेट एन्ड टाइम सेट भयो भनेर देखाउँछ। मेरो टाइमिङ जनवरी 11 6:30 देखाइसक्यो, मतलब टाइम सेट भयो। देन माथि राइट कर्नरमा रहेको सेभमा टच गर्नुभयो भने यहाँनिर मुनि शेड्युल अप्सन शो हुन्छ। अगेन यसमा टच गरिदिनु हो भने यहाँनिर यसरी तपाईको पोस्ट शेड्युलिङ हुँदैछ भन्छ। अनि सेट गरेको टाइम शेड्युल बमोजिम भिडियो पब्लिश हुन्छ। मैले चाहिँ तपाईहरुलाई यहाँनिर लाइभ देखाउन 2 आवर वेट गरेर अगेन मोबाइल स्क्रिनमा लगे। यहाँनिर 6:29 भएको छ यानी कि 1 मिनेट बाँकी छ। अब हेर्नुस् त यहाँनिर मेरो शेड्युल पोस्ट भर्खरै पब्लिश भयो। माथि टाइम पनि एक्ज्याक्ट 6:30 भइराछ। हो तपाईहरुले पनि यही मेथडबाट शेड्युल मिलाएर पोस्ट पब्लिश गर्नुभयो भने समयको बचत गर्न सक्नुहुन्छ।